लाइन पोर्टलमा चाहिँ तपाईँले प्रयोग गर्नुहुनेछ, हामीले त्यसको बारेमा आज कुरा गर्नेछौँ 2026-2027मा। र अब हामीले सुरु गर्नेछौँ। अब मैले सुरु गर्नेछु र म केही महत्त्वपूर्ण जानकारीहरू दिनेछु। कृपया ध्यान दिनुहोस्, यो एउटा टेस्ट इन्भाइरोमेन्टमा भइरहेको छ। त्यसले गर्दाखेरि कुनै कुनै इन्फर्मेसनहरू अलिकति स्याम्पल डेटा हुनेछ, हाम्रो डेटा। त्यसै कारण हाम्रो सिस्टम अलिकति स्लो चल्न सक्छ, किनभने हाम्रो एउटा टेस्ट इन्भाइरोमेन्टमा छौँ। जे पनि तपाईँले स्क्रिनमा देख्नुहुन्छ त्यो तपाईँले आफ्नो पोर्टलमा देख्नुभन्दा अलि फरक हुनेछ तपाईँको आफ्नो डिभाइसमा। यो वेबिनारमा हामीले लाइभ अनुवाद पनि दिइरहेका छौँ। तपाईँले कृपया ध्यान दिनुहोस् कि तपाईँले मनपर्ने तपाईँको आफ्नो ल्याङ्ग्वेज छनौट गर्नुहोस्। यदि तपाईँलाई कुनै पनि प्रश्नहरू छन् भने त्यो प्रश्नहरूको उत्तर हामीले यो प्रेजेन्टेसनको अन्तिममा दिनेछौँ। तपाईँहरूले सबै आफ्नो प्रश्नहरू च्याटमा लेख्न सक्नुहुन्छ अथवा आफ्नो हात उठाएर तपाईँले त्यो प्रश्न सोध्न सक्नुहुन्छ। हामीले तपाईँलाई अनम्युट गरेर तपाईँलाई भन्नेछौँ त्यो प्रश्न सोध्न। आजको हाम्रो यो मिटिङको एजेन्डा भनेको एउटा हाई लेभल ओभरभ्यू हुनेछ हाम्रो लाइन पोर्टलको, र त्यसपछि हामीले तपाईँले कसरी डिस्ट्रिक्ट अकाउन्ट पेज म्यानेज गर्न सक्नुहुन्छ त्यो हेर्नेछौँ, जसमा सेटिङ कन्भेन्सन कसरी सेट गर्ने, डिस्ट्रिक्ट अफिसरहरू कसरी असाइन गर्ने, र कसरी तपाईँले रिजन र जोन स्ट्रक्चर सेट गर्न सक्नुहुन्छ त्यो पनि हेर्नेछौँ। र अन्तिममा हामीले यो पनि हेर्नेछौँ कि तपाईँले जस्तो हाम्रो न्यू डिस्ट्रिक्ट गभर्नर एक्सपेन्स क्लेम छ नयाँ डिस्ट्रिक्ट्सहरूको लागि, उहाँहरूले कसरी सबमिट गर्न सक्नुहुन्छ त्यो पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो एउटा नयाँ प्रक्रिया हो जुन हामीले 2026 र 2027मा हामीले लन्च गर्न गइरहेको छौँ। तपाईँले यो अनलाइन हेर्न सक्नुहुन्छ। र अब हामीले सुरुवात गर्नेछौँ। अब हाम्रो पोर्टल सम्बन्धी हामीले ओभरभ्यू हेर्नेछौँ। र अब हामीले सुरुवात गर्नेछौँ यसको लागि। जब तपाईँले लगइन गर्नुहुन्छ लाइन पोर्टलमा, पहिला लगइन भइसक्नु भएको छ भने तपाईँले यो होम पेजसँग तपाईँहरू पहिले नै अनुभव पाइसक्नु भएको होला। यो होम पेजमा यहाँ हाम्रो सेटअपहरू छन्, जो यहाँ सर्च बार छ हाम्रो माथिपट्टि दायाँपट्टिमा, र तपाईँले यो यहाँ रहेको आइकनमा थिचेर पनि तपाईँले डिटेल्सहरू हेर्न सक्नुहुन्छ। र आज हामीले हेर्नेछौँ, यसमा नेभिगेट गर्नेछौँ। हाम्रो मेम्बरसिपमा हामीले ड्रप डाउन मेन्यूमा प्रेस गऱ्यो भने तपाईँले आफ्नो मेम्बरसिप हेर्न सक्नुहुन्छ। तपाईँले होल्ड गरेको अफिसर टाइटल्सहरू हेर्न सक्नुहुन्छ। र यदि तपाईँ डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ भने तपाईँले आफ्नो एक्सपेन्सहरू पनि हेर्न सक्नुहुन्छ त्यहाँ, र आफ्नो रेकग्नेसन्सहरू पनि हेर्न सक्नुहुन्छ, तपाईँलाई प्राप्त भएको मान्यता। र सर्भिसमा थिच्नुभयो भने यसले तपाईँलाई सर्भिसको सेक्सनमा लैजानेछ, र आफ्नो सर्भिसहरू पनि हेर्न सक्नुहुन्छ त्यहाँ तपाईँले। यदि तपाईँले लोनमा थिच्नुभयो भने यसले तपाईँलाई लोनको अप्सन्समा लैजान्छ, जो तपाईँलाई यो अप्सन छ। र यहाँ हेर्न सक्नुहुन्छ तपाईँले आफ्ना इन्टरनेसनल बोर्ड रिजनल उसहरू सबमिट गर्न सक्नुहुन्छ। र रिपोर्ट्स र इन्साइट्समा तपाईँले विभिन्न अप्सनहरू हामीले यो पछि हेर्नेछौँ। हाम्रो जति पनि डेटाहरू छन् त्यो पछि हेर्नेछौँ हाम्रो यो मिटिङमा। र यहाँ एउटा सपको अप्सन पनि छ, र यहाँ एउटा मोरको अप्सन पनि छ, जहाँबाट तपाईँले सर्टकट लिएर तपाईँले पोर्टलमा जान सक्नुहुन्छ डाइरेक्ट। र यहाँ बिचमा स्क्रिनको बिचमा भएको टाइटल्सहरू केही एकदम त्वरित लिङ्कहरू हुन्, जो तपाईँले आफ्नो मेम्बरसिप, तपाईँको क्लब, त्यहाँ अझै एउटा सेक्सन छ जहाँ तपाईँले डिस्ट्रिक्ट्सहरू, मल्टिपल डिस्ट्रिक्ट र सिएको जानकारी हेर्न सक्नुहुन्छ। तर यो तपाईँको टाइटलमा निर्भर गर्छ। र त्यसपछि यहाँ माई एसोसिएसन भनेर एउटा अझै सेगमेन्ट छ। र तलपट्टि यहाँ तपाईँहरूलाई एक्सेस दिएको छौँ हामीले, र क्विक लिङ्क्सहरू हेर्न सक्नुहुन्छ। जे पनि अनाउन्समेन्ट्सहरू हुन्छन् जो तपाईँलाई देखिनेछन्
त्यो सबै यहाँ तलपट्टि तपाईँले देख्न सक्नुहुन्छ। र पहिलो कुरा जो हामीले के नेभिगेट गर्न सक्छौँ तपाईँको डिस्ट्रिक्ट पेजमा, जो तपाईँले हेर्नुहुने हुनेछ। तपाईँले यहाँ सर्च बारमा गएर पनि हेर्न सक्नुहुन्छ तपाईँको डिस्ट्रिक्टको नाम सर्च गरेर। र यसले तपाईँलाई विभिन्न अप्सन्सहरू देखाउनेछ। तपाईँको डिस्ट्रिक्ट्सहरू खोज्नमा यसले तपाईँहरूलाई सहायता गर्नेछ। यो एउटा तरिका हो त्यहाँ पुग्ने। म तपाईँलाई अझै एउटा तरिका देखाउन चाहन्छु। तपाईँले आफ्नो अफिसर टाइटलहरू पनि प्रयोग गरेर त्यो चेक गर्न सक्नुहुन्छ। पहिला मेम्बरसिपलाई चयन गर्नुहोस् र त्यसपछि माई अफिसर्स टाइटल्सलाई पनि सिलेक्ट गरेर तपाईँले हेर्न सक्नुहुन्छ। र जति पनि मसँग अहिले मेरो टाइटलहरू छन् म त्यो सबै चेक गर्न सक्छु। र त्यसको लागि त्यो डिटेल्सहरू चेक गर्नको लागि डिस्ट्रिक्ट पेजमा जानको लागि मैले त्यो क्लबको अकाउन्टमा पनि चेक गरेर पनि हेर्न सक्छु। यो आज हामी यो गरेर हेर्नेछौँ। मैले तपाईँलाई एउटा उदाहरण प्रस्तुत गर्नेछु यसको लागि। र जब एकपटक तपाईँले आफ्नो डिस्ट्रिक्टमा थिच्नुहुनेछ, यसले तपाईँलाई डिस्ट्रिक्टको पेजमा लिएर आउँछ। र मैले यहाँ डिस्ट्रिक्टको पेज रिभ्यू गर्नेछु। यसले तपाईँलाई कुनै अलि भिन्न अप्सन्सहरूमा लैजानेछ, जहाँ हामीले यहाँ कन्भेन्सनबारे हेर्नेछौँ, कसरी नयाँ क्याबिनेटहरू साइन गर्ने हेर्नेछौँ, र रिजन र जोन सेटअपहरू कसरी हुन्छ त्यो हेर्नेछौँ। र पहिलो पेज जो तपाईँले हेर्नुहुन्छ त्यो हो तपाईँको डिस्ट्रिक्ट। यो तपाईँको आइडीसँग, तपाईँको मल्टिपल डिस्ट्रिक्टसँग। त्यो जति पनि ब्लू लिङ्क छ त्यसमा त्यसले तपाईँलाई आफ्नो पेजमा लैजानेछ। त्यहाँ भिन्न ट्याब्सहरू छन्, जहाँ पेजको माथि हामी अहिले डिटेल्समा छौँ। र यसले तपाईँको डिस्ट्रिक्टको बारेमा बेसिक डिटेल्सहरू दिनेछ र एक्सन्सहरू बारे बताउनेछ जो तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले डिस्ट्रिक्ट ट्याक्स आइडी हेर्न सक्नुहुन्छ, तपाईँको रिपोर्ट्सहरू हेर्न सक्नुहुन्छ। यदि मैले रिपोर्ट्समा क्लिक गरेँ भने यसले एउटा विन्डो खोल्नेछ र यसले मलाई हाम्रो यहाँ रिपोर्ट्सहरू पनि हेर्न दिनेछ। जति पनि रिपोर्ट्स मेरो लागि उपलब्ध छन् त्यहाँ त्यो सबै मैले हेर्न सक्नेछु डिस्ट्रिक्ट गभर्नर इलेक्टको रूपमा। र तपाईँले ती रिपोर्ट्सहरू खोल्न सक्नुहुन्छ र डाउनलोड गर्न सक्नुहुन्छ। म्यानेज कन्भेन्सनमा तपाईँले यसलाई सिलेक्ट गरेर अझै डिटेल्सहरू हेर्न सक्नुहुन्छ। यसमा क्लिक गरेपछि पनि यसले एउटा विन्डो ओपन गर्नेछ, जहाँ तपाईँले कन्भेन्सन एउटा निर्मित गर्न सक्नुहुन्छ। तपाईँको कन्भेन्सन डिटेल्सहरू एडिट गर्न सक्नुहुन्छ र त्यसलाई क्यान्सल पनि गर्न सक्नुहुन्छ। र अहिलेको लागि मैले यसलाई सिलेक्ट गरेर नयाँ सिलेक्ट गर्न सक्छु र नयाँ एउटा कन्भेन्सन सेट गर्न सक्छु। र यहाँ मैले माथि कुनै पनि प्रकारको कन्भेन्सनहरू सुरुवात गर्न सक्छु। त्यसको सुरुवातको मिति मैले सिलेक्ट गर्न सक्छु र कुन दिनमा मैले त्यसको अन्त्य गर्ने हो त्यो पनि सिलेक्ट गर्न सक्छु। र स्थान जहाँ मैले त्यो गर्न चाहन्छु त्यो लोकेसन पनि मैले सिलेक्ट गर्न सक्छु। र त्यसपछि चाहिँ मैले सबमिट गर्नुपर्छ। र यसपछि यसले मलाई सोध्नेछ कि यही फिजिकल इयरमा गर्ने कि होइन, अनि मैले फिनिसमा क्लिक गर्न सक्छु। र मैले तपाईँलाई यो पनि बताउन चाहन्छु कि तपाईँले कन्भेन्सन्स डिटेल्सहरू पनि हेर्न सक्नुहुन्छ माथिबाट यहाँ क्लिक गरेर भ्यू कन्भेन्सनमा। र तपाईँले सर्टिफाइड लिस्टहरू पनि प्रिन्ट गर्न सक्नुहुन्छ आफ्नो लागि। यो सर्टिफाइड लिस्ट तपाईँको कन्भेन्सन हुनुभन्दा 15 दिन अगाडि तपाईँले डाउनलोड गर्न अथवा प्रिन्ट गर्न सक्नुहुन्छ। र यदि मैले कुनै डिस्ट्रिक्ट डिटेल्सहरू एडिट गर्न चाहन्छु भने यो अप्सनबाट मैले गर्न सक्छु। अब हामी अफिसर ट्याबमा जानेछौँ। अफिसर ट्याबमा मैले जति पनि डिस्ट्रिक्ट अफिसर्सहरू छन् मेरो डिस्ट्रिक्टमा मैले तिनीहरूलाई हेर्न सक्छु, जति पनि असाइन छन्। यो म्यानेज अफिसरको बटन हो र यसले एउटा डाउनलोडको पनि एउटा विकल्प दिन्छ। यसमा थिचेपछि मैले यो डिटेल्सहरू डाउनलोड गर्न सक्छु। यहाँ साइडमा आएर मैले फिल्टरको अप्सनबाट यो डिटेल्सहरू पनि फिल्टर गर्न सक्छु। र जुन डिटेलहरू मलाई चाहिन्छन् त्यो मात्रै डिटेल्सहरू पनि मैले डाउनलोड अथवा प्रिन्ट गर्न सक्छु। मैले करेन्ट अफिसर र आउने हाम्रो आगामी अफिसर्सको डिटेल्स पनि हेर्न सक्छु यहाँ थिचेर। र जो फ्युचर डेटमा असाइन हुनेछन् उनीहरूलाई पनि हेर्न सक्छु। हाम्रो अफिसरहरू म्यानेज गर्नको लागि तपाईँले म्यानेज अफिसर सिलेक्ट गर्नुपर्छ। त्यसपछि एउटा नयाँ असाइनमेन्टमा क्लिक गर्नुपर्छ। र यो सिस्टमलाई थाहा छ कि तपाईँ एउटा आगामी इन्कमिङ डिस्ट्रिक्ट अफिस गभर्नर हुनुहुन्छ। तपाईँले जसलाई पनि असाइन गर्नुहुनेछ त्यो चाहिँ अपकमिङ अब आउने वर्षको लागि असाइन हुनुहुनेछ।
र मैले मेम्बर आइडीमा क्लिक गरेर मेम्बर आइडी लेखेर मैले असाइन गर्नेछु। तपाईँले नाम पनि लेख्न सक्नुहुन्छ, अदरवाइज तपाईँले मेम्बरसिप आइडी लेखेर पनि गर्न सक्नुहुन्छ। र यहाँ गएर चाहिँ तपाईँले असाइन गर्न सक्नुहुन्छ अर्को पेजमा, उहाँलाई कुन टाइटल असाइन गर्न चाहनुहुन्छ तपाईँ। र एकचोटि असाइनमेन्ट पुरा भइसकेपछि यसले तपाईँलाई सोध्छ कि एफएसआरको एड्रेस तपाईँ राख्न चाहनुहुन्छ कि नै, नत्र अनि तपाईँले कमेन्ट राखेर त्यसमा नो क्लिक गर्न सक्नुहुन्छ। यदि तपाईँ अझै एउटा अफिसरको टाइटल असाइनमेन्ट क्लिक गर्न चाहनुहुन्छ भने तपाईँले यस सिलेक्ट गर्न सक्नुहुन्छ र त्यसपछि चाहिँ यसमा क्लिक गर्दा हुन्छ। र अब म एउटा अफिसर पनि सिलेक्ट गर्नेछु र फेरि मैले त्यसमा त्यसलाई सिलेक्ट गरेर मैले मेम्बर आइडी राख्नुपर्छ र त्यो गरिसकेपछि मैले नेक्स्टमा क्लिक गर्नुपर्छ र उसको अफिसरको मैले टाइटल पनि सिलेक्ट गर्नुपर्छ। अहिलेको लागि मैले क्याबिनेट ट्रेजररलाई सिलेक्ट गर्दैछु र एड्रेसको लागि चाहिँ मैले यहाँ नो सिलेक्ट गर्छु र म अगाडि कन्टिन्यू गर्न चाहँदैन, त्यही भएर मैले यसलाई पनि नो गर्छु। र यसपछि चाहिँ मैले यो सफलतापूर्वक भएको भन्ने मैले डिटेल्सहरू पाउनेछु माथि। र यसको लागि एक्टिभेट हुनको लागि 24 घन्टाको समय लाग्न सक्छ। र ध्यान दिनुहोस् कि तपाईँले आउने वर्षको लागि अफिसरहरू असाइन गर्दै हुनुहुन्छ। जुलाई 1 भन्दा पहिला तपाईँले यो डिटेल देख्न पाउनुहुन्न, यो यसपछि मात्रै तपाईँले असाइन गरेको अफिसर्सहरूमा आउनेछ। जब मैले यो पेजलाई रिफ्रेस गर्नेछु जब मैले मेरो फ्युचर अब आगामी आउने दिनमा फ्युचरको अप्सनमा क्लिक गर्नेछु, तपाईँले यहाँ मेरा क्याबिनेट ट्रेजरर र मेरो क्याबिनेट सेक्रेटरीको डिटेल्स फिल गरेको तपाईँले देख्न सक्नुहुन्छ यहाँ। र यसै प्रकारले तपाईँले अफिसरहरू असाइन गर्न सक्नुहुन्छ। र क्लब ट्याबमा चाहिँ जति पनि तपाईँको डिस्ट्रिक्टमा क्लब्सहरू छन् त्यसको जानकारी तपाईँले पाउन सक्नुहुन्छ। त्यहाँ फिल्टरहरू छन् जहाँ तपाईँले त्यो लिस्टहरू हेर्न सक्नुहुन्छ, जस्तो एक्टिभ स्टेटसको त्यसको अप्सन छ र यो डिटेल्सहरू तपाईँले डाउनलोड पनि गर्न सक्नुहुन्छ। र यसको लागि यहाँ सिलेक्टरहरू पनि छन्, हाम्रो फिल्टर ट्याब जस्तो पनि छ, यहाँ तपाईँले सर्ट गरेर पनि डिटेल्सहरू हेर्न सक्नुहुन्छ। डेटा एक्सपोर्ट ट्याबमा हामीलाई धेरै प्रकारका रिपोर्ट्सहरू हामीले हेर्न सक्छौँ जो तपाईँको लागि क्रिएट गरेका हुन्, तपाईँको लागि बनाइएका हुन्। र तपाईँले यी डिटेल्समा सिलेक्ट गरेर तपाईँले जुन डिटेल हेर्न चाहनुहुन्छ त्यो तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले आफ्नो मेम्बर डिस्ट्रिक्टमा भएको मेम्बरहरू पनि हेर्न सक्नुहुन्छ, उनीहरूको कन्ट्याक्ट इन्फर्मेसन पनि हेर्न सक्नुहुन्छ। तपाईँले अफिसरहरू पनि हेर्न सक्नुहुन्छ क्लब लेभलमा, डिस्ट्रिक्ट लेभलमा। यी लिस्टहरू यहाँ तपाईँको लागि उपलब्ध छन् तपाईँको प्रयोगको लागि। सर्भिस एक्टिभिटिजको डिटेल्स पनि छ यहाँ, तपाईँले त्यो पनि हेर्न सक्नुहुन्छ, डिस्ट्रिक्ट लेभलमा पनि हेर्न सक्नुहुन्छ। र यो सर्भिस एक्टिभिटीको ट्याबमा यो तपाईँले गरेको सबै डिस्ट्रिक्टमा गरेका सबै सर्भिस एक्टिभिटीहरूको डिटेल्स देखाउनेछ। यो तपाईँको डिस्ट्रिक्टबारे हुनेछ। यदि तपाईँको लायन्स क्लब तपाईँको डिस्ट्रिक्टमा भएको लायन्स क्लबको एक्टिभिटीहरू हेर्न चाहनुहुन्छ भने तपाईँले लायन्स क्लबमा क्लिक गरेर त्यो डिटेलहरू हेर्न सक्नुहुन्छ र तपाईँले त्यो फिल्टर पनि गर्न सक्नुहुन्छ। कुन एक्टिभिटी गर्नुभएको त्यो पनि सिलेक्ट गरेर गर्न सक्नुहुन्छ। र तपाईँको डिस्ट्रिक्टले कसरी अहिले कार्य गरिरहेको छ त्यसको डेटा पनि माथि हेर्न सक्नुहुन्छ र यो डेटा डाउनलोड पनि गर्न सक्नुहुन्छ। यदि तपाईँले सर्भिस एक्टिभिटी नयाँ क्रिएट पनि गर्न चाहनुहुन्छ भने त्यो पनि गर्न सक्नुहुन्छ आफ्नो डिस्ट्रिक्टको अनुसार। र आफ्नो क्लबको लागि पनि तपाईँले एउटा क्रिएट गर्न सक्नुहुन्छ। र रिजन र जोनमा हामीले एकछिन यसमा समय दिनेछौँ। तपाईँले आफ्नो आउने वर्षमा रिजन र जोन्सहरूलाई कसरी सेटअप गर्नुहुनेछ त्यसको बारेमा हो यो। र यो स्क्रिनमा तपाईँले केही बटन्सहरू हेर्नुहुनेछ र यसमा क्रिएट रिजन र जोनको अप्सन पनि छ, क्लियर रिजन र जोनको अप्सन पनि छ र क्लोन एक्टिभ स्ट्रक्चरको पनि अप्सन छ र त्यहाँ सेभको पनि अप्सन छ।
तपाईँहरूको लागि सेभको अप्सन एकदमै महत्त्वपूर्ण छ। यदि तपाईँले कुनै अपडेट गर्नुभयो भने सेभमा थिच्नुपर्छ तपाईँले। र साइडमा चाहिँ तपाईँले एउटा प्लानिङको एउटा ट्याब देख्नुहुनेछ र त्यसमा क्लिक गरेर मैले चाहिँ आफ्नो डिस्ट्रिक्टलाई एक्सपेन्ड गर्न सक्छु। मेरो डिस्ट्रिक्टमा भएको क्लब्सहरू मैले हेर्न सक्छु। तर यिनमा कुनै पनि रिजन र जोन्सहरू अझै एसोसिएट भएका छैनन् 2026-2027 को लागि। यो जुन मेरो वर्ष हो जसमा मैले डिस्ट्रिक्ट गभर्नरको रूपमा कार्य गर्नेछु। र यदि मैले अर्को ट्याबमा क्लिक गरेँ भने मैले 25-26 को डिटेल्स हेर्नेछु, जुन चाहिँ एक्टिभ स्ट्रक्चर हुनेछ। हाम्रो सेटअप कसरी भइरहेको छ, त्यो अहिले कस्तो छ, त्यो चाहिँ मैले हेर्न सक्छु, त्यो सबै डिटेल्स। र यदि म यो स्ट्रक्चरलाई जारी राख्न चाहन्छु भने मैले यसलाई क्लोन गर्न सक्छु। यसमा क्लोनमा क्लिक गर्नुपर्छ र त्यो सबै चाहिँ मेरो 2026-2027 को डिटेल्समा आउनेछ र मैले त्यसलाई कहिले पनि जति बेला चाहे पनि एडिट गर्न सक्छु। र जब म 2026-27 को डिटेलमा आउँछु त्यति बेला मैले यहाँ क्लोनको डिटेलमा सिलेक्ट गर्न सक्छु र तपाईँले यहाँ देख्नुहुनेछ कि मेरो क्लब असाइनमेन्टको अन्तर्गत मैले सबै डिटेल्सहरू हेर्न सक्नेछु। र यसलाई एडिट गर्नको लागि मैले यहाँ साइडमा सिलेक्ट गर्नुपर्छ र मैले रिजन नेम्स चेन्ज गर्न सक्छु। त्यहाँ मैले असाइनमेन्टहरू चेन्ज गर्न सक्छु अफिसरहरूको। र मैले अफिसरहरूलाई पनि हटाउन सक्छु, रिमुभ गर्न सक्छु। र मैले त्यो पुरै रिजनलाई पनि डिलिट गर्न सक्छु। त्यो चारवटा अप्सन यहाँ हुनेछन् र सबै चिजहरू हाम्रो जोनको लागि पनि हुनेछ। मैले कुन कुन जोन र रिजन क्रिएट गरेको छु त्यो पनि चेन्ज गर्न सक्छु। मैले त्यो एडिट पनि गर्न सक्छु असाइनमेन्ट र अरू डिटेल्सहरू पनि सोही अनुसार हुनेछन्। र यसै अनुसार नै तपाईँले रिजन र जोन्सहरू सिलेक्ट गर्न सक्नुहुन्छ। जब पनि तपाईँले यो प्रक्रिया पुरा गर्नुहुनेछ त्यसपछि सेभमा थिच्न नबिर्सनुहोस्। र अर्को ट्याब चाहिँ हाम्रो स्टेटमेन्टको ट्याब हुनेछ र म तपाईँलाई एउटा ब्ल्याङ्क स्टेटमेन्ट देखाउने छु यहाँ, किनकि म अहिले एउटा टेस्ट इन्भाइरोमेन्टमा छु। किनभने यो एउटा टेस्ट इन्भाइरोमेन्टमा छ र यसले देखाउने छ कि कति इजी हुन्छ। र हाम्रो यहाँ माथि चाहिँ पेमेन्ट इन्स्ट्रक्सनको एउटा ट्याब हुनेछ र पेपालबाट पे गर्ने पनि एउटा अप्सन हुनेछ यदि तपाईँ पेमेन्ट गर्न चाहनुहुन्छ भने। र यहाँ तपाईँले देख्न पनि सक्नुहुन्छ कि तल धेरै ट्याबहरू छन्, धेरै डिटेल बिलिङ्सका डिटेलहरू छन् र इन्भोइसको डिटेल पनि हेर्न सक्नुहुन्छ, जो तपाईँले ओपन गर्न सक्नुहुन्छ एज एउटा लिडरको रूपमा। र यसपछि तपाईँले त्यहाँ एउटा न्यू क्लब एप्लिकेसन ट्याब पनि देख्नुहुनेछ। एउटा डिस्ट्रिक्ट गभर्नरको रूपमा तपाईँ यो सबै न्यू क्लब्स एप्लिकेसन जति पनि आउँछन् त्यसमा रुचि राख्नुहुनेछ, जो तपाईँको डिस्ट्रिक्टमा क्रिएट हुनेछन्। र तपाईँ यहाँ आउनुहुनेछ त्यसको लागि। यदि कुनै पनि न्यू क्लब एप्लिकेसन छ तपाईँको अप्रुभलको लागि त्यसमा छ भने तपाईँले यहाँ माथि एउटा नोटिफिकेसन जानकारी प्राप्त गर्नुहुनेछ। एउटा यो बेल आइकनमा तपाईँले एउटा त्यो डिटेल पाउनुहुनेछ। र जब पनि तपाईँको क्लबमा कुनै न्यू क्लब एप्लिकेसनको रिक्वेस्ट आउनेछ तपाईँलाई यहाँ एउटा रातो धर्को देखिनेछ। तपाईँ यो लिस्टमा जान सक्नुहुन्छ र आफ्नो सिधै त्यो एप्लिकेसनमा जान सक्नुहुन्छ त्यो लिङ्कलाई सिलेक्ट गरेर। र हामी यहाँ अरू डिटेल्सहरू हेर्नेछौँ। अब हामीले लर्नमा गएर हामीले के जानकारी हेर्न सक्छौँ भन्ने म तपाईँलाई देखाउने छु। यहाँ लाइन लर्निङ सेन्टर छ। यहाँ तपाईँ गएर फ्री अनलाइन कोर्सहरू लिन सक्नुहुन्छ र तल चाहिँ जति पनि ट्रेनिङ्सहरू उपलब्ध छन् जस्तो इन्टरनेसनल इन्स्टिट्युट्स भयो, लोकल इन्स्टिट्युट्स भयो, त्यो हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको पर्सनल ट्रेनिङको लागि हो र सिधै एलएलसीमा पनि जान सक्नुहुन्छ तपाईँ, त्यसको लागि पनि लिङ्क छ। र अब हामी रिपोर्ट्स र इन्साइट्समा केही समय दिनेछौँ कि कस्तो रिपोर्ट्स र इन्साइट्सहरू तपाईँले हेर्न सक्नुहुन्छ, जे चाहिँ हाम्रो पोर्टलमा उपलब्ध छ। मैले इन्साइटमा सिलेक्ट गर्नेछु ड्यासबोर्डमा। मैले एउटा ग्लोबल ड्यासबोर्ड देखा पर्नेछ मलाई यहाँ। र यहाँ हाम्रो मेरो एरियाको लागि पनि डिटेल मैले हेर्न सक्छु। यदि तपाईँले यी अप्सन्सहरू हेर्नुभयो भने जति पनि यहाँ माथि छन्
मैले लायन्स क्लब्स हेर्न सक्छु, लियो क्लब्सको जानकारी हेर्न सक्छु, लायन्सको मेम्बरसिप बारे जानकारी हेर्न सक्छु, लियो मेम्बरसिप बारे जानकारी हेर्न सक्छु, सर्भिस एक्टिभिटी बारे र लायन्सको डोनेसन बारे पनि जानकारी यहाँ प्राप्त गर्न सक्नुहुनेछ तपाईँले। र यो कसरी सेटअप हुन्छ यसको बारेमा एकचोटि हेरौँ। र यहाँ हाम्रो बायाँपट्टिमा एउटा फिल्टर हुनेछ जो हामीले गएर फिल्टर लगाएर हामीले डाटा हेर्न सक्छौँ। मेरो सिलेक्सन अनुसार मैले डेटाहरू हेर्न सक्छु यसमा गएर। र जति पनि म्याट्रिक्सहरू छन् त्यो चाहिँ मैले यता दायाँपट्टिमा हेर्न सक्नेछु, यहाँ सर्भिस म्याट्रिक्सको तल। र मेरो कन्स्टिट्युसनल एरियाको अनुसार पनि मैले डिटेल्सहरू चेक गर्न सक्छु तल फिल्टर लगाएर। र यसमा क्लिक गरिसकेपछि मल्टिपल डिस्ट्रिक्ट्सहरू आउनेछन्, धेरै डिस्ट्रिक्ट्सहरूको जानकारी आउनेछ। र त्यसमा क्लिक गरिसकेपछि सबै डिस्ट्रिक्टहरूको डिटेल पनि हेर्न मिल्छ मैले डिस्ट्रिक्ट अनुसार। र मेरो डिस्ट्रिक्टमा भएको क्लब्सको डिटेल्सहरू पनि त्यहाँबाट हेर्न सक्छु मैले त्यो रिपोर्टमा क्लिक गरेर। र यहाँ जस्तो माथि टुल्सहरू छन् त्यही अनुसार नै यसले काम गर्नेछ। र अर्को अप्सन भनेको चाहिँ हाम्रो डिस्ट्रिक्ट गोल्सहरूको बारेमा डिटेल्स छ, यो पनि एउटा ड्यासबोर्ड नै हो। र यसले एउटा तपाईँको एरियाको बारेमा तपाईँलाई जानकारी प्राप्त गर्नेछ यदि तपाईँ तल आउनुभयो भने। यसपछि हामी इनसाइट्स लर्नको बारेमा पनि हेर्नेछौँ, अर्को ट्याब भनेको त्यही हो। र अब म चाहन्छु कि तपाईँले पोर्टलमा जानुहोस्, एकचोटि चेक गर्नुहोस् र आफ्नो अनुसार एकचोटि चेक गर्नुहोस् कि यो कसरी काम गर्छन् यिनले। र त्यहाँ केपिआई मेट्रिक्स पनि हुन्छ जहाँ तपाईँले चेक गर्न सक्नुहुन्छ, जहाँ भिन्न भिन्न प्रकारका ड्यासबोर्ड्सहरू पनि छन्। केपिआई रिपोर्ट्सहरू तपाईँले हेर्न सक्नुहुन्छ, मेम्बरसिपको छ, त्यसपछि सर्भिस एक्टिभिटिजको केपिआई ड्यासबोर्ड पनि छ। यिनी टोटल्सहरू यहाँ देखा पर्नेछन्। यदि तपाईँ यता तल आउनुभयो भने यहाँ 3टा डिटेलहरू छन्। यसमा तपाईँले चाहिँ क्युमुलेटिभ मेम्बरसिपको आफ्नो डेटा हेर्न सक्नुहुनेछ। एलसिएफ डोनेसन्स ड्रिल डाउन रिपोर्ट्स हेर्न सक्नुहुनेछ र सर्भिस एक्टिभिटीको ड्रिल डाउन अप्सन पनि हेर्न सक्नुहुनेछ। र म एउटा टेस्ट सिस्टममा छु, त्यही भएर डेटा नदेखिन पनि सक्छ, त्यही भएर म अब यो विन्डोलाई क्लोज गर्न जानेछु। र अब म फेरि पोर्टलमा फर्किन्छु। र यसमा एउटा मेम्बरसिप रिपोर्ट र लोन रिपोर्टको पनि अप्सन छ। मेम्बरसिप रिपोर्टमा क्लिक गरेर यहाँ लिङ्क फर्मेटमा यो हामीलाई प्रस्तुत हुनेछ। यदि कुनै पनि लिङ्कलाई तपाईँले सिलेक्ट गर्नुभयो भने यसले तपाईँलाई डिटेल देखाउनेछ। यदि तपाईँले हामीले क्लब हेल्थ एसेसमेन्टमा क्लिक गरेर हेरौँ, यसमा तपाईँले क्लिक गर्नुभयो भने यसले जति पनि रिपोर्ट्सहरू छन् त्यस पुरानो रिपोर्ट्सहरूमा पनि तपाईँलाई लैजानेछ र तपाईँले अहिलेको प्रस्तुत वर्षमा पनि गएर चेक गर्न सक्नुहुन्छ। र यसमा गएर मैले हेल्थ असेसमेन्ट्स पनि हेर्न सक्छु, मेरो समयको हिसाबले दिनको हिसाबले पनि मैले हेर्न सक्छु। र यसमा क्लबको मात्रै नभएर डिस्ट्रिक्टको पनि हेल्थ असेसमेन्ट मैले हेर्न सक्छु। र अब म फेरि पनि यो चाहन्छु कि तपाईँ एकचोटि जानुहोस् पोर्टलमा र यी मेम्बरसिप रिपोर्ट्सहरू आफै पनि हेर्नुहोस्, एकचोटि स्वतः पनि हेर्नुहोस् ताकि तपाईँलाई अझ जानकारी प्राप्त हुन सकोस्। र अब यसपछि त्यसमा लोन रिपोर्ट्स पनि छ, जो हामीले लोनका रिपोर्ट्सहरू हेर्न सक्छौँ यसमा गएर। र म डिस्ट्रिक्ट गभर्नर छैन, त्यही भएर यसले मलाई अगाडि जान दिएको छैन। र सपमा गएर तपाईँले लायन सपको बारेमा हेर्न सक्नुहुन्छ। र मोर बटनमा क्लिक गरेपछि हाम्रो जति पनि एरियाहरू छन् त्यसको एकदमै त्वरित एक्सेस दिनको लागि हो। र यहाँ टाइल्सहरू छन्, जस्तो मेन पेज टाइल्सहरू हुन्, जस्तो होम पेज भयो, माई डिस्ट्रिक्टको पेज भयो र डोनेसन्सको अप्सन। र यदि तपाईँ माई डिस्ट्रिक्टमा जानुभयो भने यो एउटा सर्टकट हो, जति पनि अप्सन्स तपाईँले सर्टकटमा गएर गर्न सक्नुहुन्छ त्यहाँ सर्च गर्नभन्दा। र तपाईँले यो हेर्न सक्नुहुन्छ कि यहाँ सिमिलर नै छ, जस्तो तपाईँले पहिला क्लबको बारेमा हेर्नुभएको थियो त्यस्तै डिस्ट्रिक्टको बारेमा पनि यहाँ हेर्न सक्नुहुन्छ। तर यहाँ सबै एक्सन्सहरू उपलब्ध हुने छैनन्, त्यही भएर म तपाईँ डिस्ट्रिक्टको पेजमै गएर सबै जानकारीहरू चेक गर्नुहोस्, म तपाईँहरूलाई त्यही भन्न चाहन्छु ताकि तपाईँले सबै डेटाहरू हेर्न सक्नुहोस् एकैचोटि।
र अब म होममा क्लिक गरेर तपाईँलाई डिफ्रेन्ट देखाउने छु। र माई डिस्ट्रिक्ट एमडिसिएमा क्लिक गर्नुभयो भने त्यो एउटा सर्टकट हो जसले तपाईँलाई धेरै बेसिक एक्सन्सहरू देखाउनेछ र यसले तपाईँलाई सबै जानकारी दिने छैन, पूर्ण रूपमा सबै जानकारी यसमा प्राप्त हुने छैन, एउटा सर्टकट हो। र यसैको साथ मैले एउटा डिस्ट्रिक्टलाई सिलेक्ट गरेर हामीले डेटा चेक गर्नेछौँ। म अब तपाईँलाई डिस्ट्रिक्ट गभर्नरको एक्सपेन्सको एउटा डेमो देखाउने छु तपाईँलाई। म अब डिजीको रूपमा मैले यो चेक गर्नेछु। अब मैले मेरो भ्यू चेन्ज गर्नेछु, मलाई केही समय दिनुहोस्, कृपया प्रतीक्षा गर्नुहोस्। म फेरि पुनः आफ्नो स्क्रिन सेयर गर्नेछु। र अब मैले तपाईँलाई एउटा डिस्ट्रिक्ट गभर्नरको रूपमा यो पेज देखाउने छु जो तपाईँले अर्को वर्षमा यो पोर्टल हेर्न सक्नुहुनेछ। र हामीले यसमा एउटा नयाँ एउटा फिचर एक्सपेन्स देखाउन गइरहेको छौँ मैले, जो हामीले यो वर्ष एड गरेको छौँ। तपाईँले मेम्बरसिपको ड्रप डाउन अप्सनमा यो हेर्न सक्नुहुन्छ र तपाईँले माई एक्सपेन्समा क्लिक गर्न सक्नुहुन्छ। र यसले मेरो जति पनि क्लेम्स तपाईँले गर्नुभएको छ लाइन पोर्टलमा त्यसको जानकारी देखाउनेछ। र डिस्ट्रिक्ट गभर्नरको रूपमा तपाईँले ट्राभल एक्सपेन्सहरू र इन्टरनेसनल ट्राभल एक्सपेन्सहरू जति पनि हुन्छन् त्यो सबै जानकारी तपाईँले यहाँ प्रविष्ट गर्न सक्नुहुन्छ। र यो लिस्टले तपाईँलाई त्यो सबै हिस्ट्री देखाउनेछ, तपाईँले कहिले सबमिट गर्नुभयो। मैले आफ्नो अप्रिलको एक्सपेन्स हेर्न सक्छु, मेरो मईको एक्सपेन्स पनि यहाँ हेर्न सक्छु र मईको चाहिँ अलरेडी अप्रुभ भइसकेको छ। र अब म तपाईँलाई यहाँ एउटा नयाँ एक्सपेन्स क्लेम क्रिएट गरेर देखाउने छु। पहिले एक्सपेन्स क्लेमलाई क्रिएट गर्ने उसमा बटनमा क्लिक गर्नुपर्छ र यहाँ डिस्ट्रिक्ट गभर्नर ट्राभल एक्सपेन्सको अप्सन हुनेछ इन्टरनेसनल कन्भेन्सनको लागि। मैले पहिला माथि डिस्ट्रिक्ट गभर्नर ट्राभल एक्सपेन्स सिलेक्ट गर्नेछु र यदि मसँग कुनै डिस्ट्रिक्सनहरू छ भने त्यो मैले त्यहाँ लेख्नुपर्छ र कुन मन्थमा मैले त्यो गरेको थिएँ त्यो मैले सिलेक्ट गर्नुपर्छ, कुन करेन्सीमा पेमेन्ट गरेको त्यो सिलेक्ट गर्नुपर्छ र करेन्सी पनि मैले सिलेक्ट गर्न सक्छु त्यसमा गएर। र त्यहाँ मैले जति पनि त्यो सिलेक्ट गरेको छु करेन्सी त्यो त्यहाँ आफै अनुसार आफै आउनेछ। यदि कुनै एक्सपेन्सहरू युएसडीमा भएका छन् अथवा कुनै अरू पनि मुद्रामा भएका छन् भने तपाईँले त्यो पनि सिलेक्ट गर्न सक्नुहुन्छ गएर त्यहाँ। त्यो डिफल्ट डिस्टेन्स टाइपमा पनि हामीले त्यही हिसाबले सिलेक्ट गर्न सक्छौँ कि हामीले कति किलोमिटर ट्राभल गऱ्यौँ त्यो हिसाबले। र त्यसपछि चाहिँ मैले यो सबै सिलेक्ट गरेपछि नेक्स्टमा थिच्नुपर्छ। र अब मैले एउटा नयाँ एक्सपेन्स क्लेम सिलेक्ट गरिसकेको छु। अब मैले आफ्नो पहिलो इभेन्टको बारेमा जानकारी प्रविष्ट गर्नेछु। यी सबै डिटेल्सहरू तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। तपाईँले क्लब भिजिटलाई सिलेक्ट गर्न सक्नुहुन्छ, न्यू क्लब अर्गनाइजेसनलाई गर्न सक्नुहुन्छ, डिस्ट्रिक्ट मिटिङ, डिस्ट्रिक्ट कन्भेन्सन, मल्टिपल डिस्ट्रिक्ट मिटिङ, मल्टिपल डिस्ट्रिक्ट कन्भेन्सन र एक्जिक्युटिभ अफिसर भिजिटको पनि अप्सन्सहरू चुज गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो अनुसार चाहिँ यो अप्सनहरू छनौट गर्न सक्नुहुन्छ। मैले क्लब भिजिट्स छनौट गरेको छु र क्लबले मलाई चाहिँ रिजन दिनेछ मैले के सिलेक्ट गर्नुपर्छ भनेर। र त्यसपछि मैले कुन क्लब भिजिट गरेको थिएँ त्यो पनि सिलेक्ट गर्न सक्छु र यदि कुनै पनि डिस्क्रिप्सन मैले त्यहाँ प्रविष्ट गर्न चाहन्छु भने त्यो पनि म प्रविष्ट गर्न सक्छु। र जब म एकचोटि नेक्स्टमा थिच्छु त्यसपछि मेरो क्लेमको लागि जति पनि मैले त्यो गरेको छु डिटेल्स त्यो चाहिँ मैले यहाँ हेर्न सक्छु।
र माथि हेर्दाखेरि मैले चाहिँ क्लेम नम्बर हेर्न सक्छु र कुन मन्थमा गरेको भन्दाखेरि जुन मन्थमा गरेको भन्ने हेर्न सक्छु। र त्यसपछि इभेन्ट के थियो इभेन्टको डिटेलहरू हेर्न सक्छु। र मेरो पहिलो भनेको मैले माइलेज सिलेक्ट गरेको थिएँ, मैले ट्राभल गरेको जस्तो मैले सिलेक्ट गर्छु 35 माइल्स मैले ट्राभल गरेँ। र मैले यसको टाइप चाहिँ अब चेन्ज गर्न पाउँदैन र डेट पनि मैले त्यहाँबाट गएर सिलेक्ट गर्न सक्छु डेट। र यदि मसँग डिस्क्रिप्सन छ भने त्यो प्रविष्ट गरेर मैले चाहिँ नेक्स्टमा क्लिक गर्नुपर्छ। र अब मैले भर्खरै एक्सपेन्स जुन मैले प्रविष्ट गरेको थिएँ त्यो मैले हेर्न सक्छु। त्यसको क्याटेगोरी, त्यसको सुरु भएको मिति, त्यसको मुद्रा करेन्सी के थियो त्यो, र टोटल अमाउन्ट कति थियो त्यो मैले गर्न सक्छु, सिलेक्ट गर्न सक्छु त्यही अनुसार आफ्नो माइल्स जति मैले ट्राभल गरेको थिएँ। यो क्लब भिजिटको एउटा मात्रै एक्सपेन्स थियो। यस्तो पनि हुनसक्छ कि मेरो कुनै मिलको कुनै खाजा खाएको मैले त्यसको पनि एक्सपेन्स हुनसक्छ, मैले त्यो पनि एड गर्न सक्छु। र यहाँ मैले चाहिँ एक्सपेन्स क्याटेगोरीमा चाहिँ मिल सिलेक्ट गर्नुपर्छ र त्यो मिलको अमाउन्ट मैले 75 गर्नुपर्छ, अलरेडी युएसमा छ। मैले त्यो चेन्ज पनि गर्न सक्छु, मुद्रा पनि चेन्ज गर्न सक्छु आफूको अनुसार। र मैले कुन दिनमा त्यो मिल लिएँ त्यो पनि सिलेक्ट गर्न सक्छु। र सँगसँगै जुन मेरो त्यसको रिसिप्टहरू छ, जुन मेरो त्यसको बिलहरू छ त्यो पनि मैले सिलेक्ट गरेर त्यहाँ अपलोड गर्न सक्छु। सिस्टमले त्यो फाइल आफै अपलोड गरिदिनेछ। र मैले सिलेक्ट गरेपछि डनको अप्सनमा क्लिक गर्नुपर्छ त्यो रिसिप्ट अपलोड गरिसकेपछि। र त्यसपछि चाहिँ मैले नेक्स्टमा क्लिक गर्नुपर्छ। यदि एकभन्दा धेरै रसिदहरू छन् भने मैले त्यसलाई कन्टिन्यू गर्न सक्छु अझै बिल एड गर्नको लागि। र त्यहाँ चाहिँ तपाईँले हेरिसकेपछि अर्को अझै एउटा एक्सपेन्स हेर्न सक्नुहुन्छ मेरो डिस्ट्रिक्टमा एड भएको। र त्यसको अमाउन्ट पनि त्यहाँ आउनेछ, सबै डिस्क्रिप्सन्सहरू हामीले हेर्न सक्छौँ। र मैले जुन रिसिप्ट अपलोड गरेको थिएँ त्यो पनि हेर्न सक्छु। र यहाँ अझै मैले यदि कुनै अझै एक्सपेन्स अपलोड गर्न चाहन्छु भने त्यो पनि गर्न सक्छु। अदरवाइज म अर्को इभेन्ट, नयाँ इभेन्ट पनि राख्न सक्छु। जस्तो म आफ्नो सबै जुनको इभेन्ट्सहरू म अपलोड गर्न चाहन्छु भने मैले नयाँ गएर डिस्ट्रिक्ट मिटिङमा गएर क्लिक गरेर फेरि एउटा अझै एक्सपेन्स अपलोड गर्न सक्छु। र यदि त्यहाँ कुनै फिल्ड छ जसलाई भर्नुपर्ने आवश्यक हुन्छ त्यसले मलाई इन्डिकेट गर्नेछ, त्यसले मलाई देखाउनेछ। र त्यसपछि मैले त्यसको लागि एक्सपेन्स अपलोड गर्नुपर्छ। र मैले डेट सिलेक्ट गरेर जस्तो हामीले पहिला प्रक्रिया गरेको थियौँ त्यसरी नै गर्नुपर्छ। र मैले मेरो डिस्ट्रिक्टको लागि राखेको माइलेजको डिटेल्सहरू पनि फेरि हेर्न सक्छु। र मैले अर्को नयाँ एक्सपेन्स पनि एड गर्न सक्छु, अदरवाइज एउटा नयाँ इभेन्ट पनि क्रिएट गर्न सक्छु। तपाईँले यो महिनाको अन्तिममा मात्रै प्रविष्ट गर्नुपर्छ भन्ने हुन्न। जब जब तपाईँको इभेन्टहरू हुन्छ, जब जब तपाईँले एक्सपेन्सहरू गर्नुहुन्छ त्यति बेला तपाईँले अपलोड गर्न सक्नुहुन्छ। अब मैले यो फिनिसमा क्लिक गर्नेछु र त्यसपछि हामीले हेर्नेछौँ कि हामी यो क्लेम्समा कहाँ छौँ। यसले चाहिँ मलाई एउटा समरीको सारांशको पेजमा लैजानेछ। र यहाँ चाहिँ प्रोग्रेस बारको पनि हामीले त्यो प्रोग्रेस ट्याब हेर्न सक्नेछौँ। र यो क्लेम चाहिँ अहिले मलाई इन प्रोग्रेसमा देखिरहेको छ। जब मैले सबमिट फर अप्रुभलको लागि क्लिक गर्नेछु यो चाहिँ सबमिटेडमा देखिनेछ। र एकचोटि सबमिट भइसकेपछि चाहिँ मैले यसमा चेन्ज गर्न पाउँदैन, तपाईँहरूले चेन्ज गर्न पाउनु हुँदैन। हाम्रो हेडक्वार्टरले अप्रुभ गरिसकेपछि मैले सबमिट गरेको रसिदहरू अप्रुभ गरिसकेपछि त्यो चाहिँ यहाँ अप्रुभको अप्सनमा देखाउनेछ। र उनीहरूले पेमेन्ट गरिसकेपछि चाहिँ यहाँ मलाई पेमेन्टको अप्सन पेडमा देखाउनेछ कि मेरो पेमेन्ट भइसक्यो भनेर। र मैले जति पनि अमाउन्ट एन्टर गरेको थिएँ त्यसको जानकारी चाहिँ मैले यता देख्न पाउनेछु। र क्लेमको मेरो स्टेटस के छ त्यसको भनेर पनि यता साइडमा देख्न पाउनेछु। र यदि म कुनै एडिटहरू गर्न चाहन्छु भने एडिट एक्सपेन्स क्लेम डिटेल्समा थिचेर मैले चाहिँ त्यो डिटेल्सहरू एडिट गर्न सक्छु। र यदि त्यो क्लेमलाई म डिलिट गर्न चाहन्छु भने डिलिट एक्सपेन्स क्लेममा क्लिक गरेर मैले त्यसलाई डिलिट पनि गर्न सक्छु। र जति पनि एक्सपेन्सहरू मैले प्रविष्ट गरेको थिएँ त्यो सबैको जानकारी चाहिँ मैले फेरि यहाँ तल पनि देख्न पाउनेछु।
र सबै इभेन्टहरूको डिटेल्स र जति पनि मैले एक्सपेन्स एड गरेको थिएँ त्यो चाहिँ मैले यहाँ देख्न सक्छु। र अझै म कुनै थप एक्सपेन्सहरू एड गर्न चाहन्छु भने त्यो पनि यो बटनमा क्लिक गरेर गर्न सकिन्छ। र जब मेरो सबै डिटेल्सहरू एन्टर म गरिसक्छु त्यसपछि चाहिँ मैले सबमिट फर अप्रुभल गर्नुपर्छ। र अब म फेरि पछाडि जानेछु र म फेरि एकचोटि माई एक्सपेन्सेसमा क्लिक गर्नेछु। र अब तपाईँले यहाँ देख्न सक्नुहुनेछ कि जुन मैले अहिले डिटेल राखेको थिएँ जुनको एक्सपेन्स त्यो चाहिँ यहाँ देखाइरहेको छ अनि त्यो स्टेटस चाहिँ इन प्रोग्रेसमा छ। र त्यसमा जानको लागि मैले यो लिङ्कमा फेरि क्लिक गर्नुपर्नेछ यदि म डाइरेक्ट त्यसमा जान चाहन्छु भने। मैले तपाईँलाई यहाँ केही इम्प्रुभमेन्टहरू पनि देखाउने छु। यो लाइभ तपाईँहरूको लागि लाइभ जानभन्दा पहिला केही इम्प्रुभमेन्टहरू यसमा हुनेछन्, केही चेन्जेसहरू हुनेछन्। त्यो अझै रेडी भएको छैन किनभने यो एउटा टेस्ट इन्भाइरोमेन्ट हो त्यसै कारणले। तर यो चाहिँ एउटा इक्जाम्पल हो जो म तपाईँलाई देखाउन चाहन्थेँ कि तपाईँ कसरी एक्सपिरियन्सहरू क्लेम गर्न चाहनुहुन्छ। र हामी केही फिल्टर्सहरू एड गरेर यसलाई पनि अपडेट गर्नेछौँ। तपाईँको बजेट अमाउन्टहरू पनि यहाँ देखा पर्नेछ। यसले तपाईँलाई बुझ्न मद्दत गर्नेछ कि तपाईँको कति बजेट अझै बाँकी छ, कति सबमिट भइसकेको छ र सबै जानकारीहरू चाहिँ तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ तपाईँको डिस्ट्रिक्टको बारेमा। र यसैको साथ हाम्रो यो वेबिनार समाप्त भइसकेको छ। अब हामी प्रश्नोत्तरतर्फ जानेछौँ। मिटिङमा भएका केही व्यक्तिहरू यो प्रोसेससँग पहिले नै जानकारी छ सबैलाई। यदि कसैले कुनै प्रश्नहरू सोध्न चाहनुहुन्छ भने तपाईँले क्वेसनहरू सोध्न सक्नुहुन्छ। तपाईँले हात उठाएर क्वेसनहरू सोध्न सक्नुहुन्छ अथवा तपाईँले च्याटमा पनि लेख्न सक्नुहुन्छ। यदि तपाईँ डिस्ट्रिक्टमा कन्भेन्सन एड गर्न चाहनुहुन्छ भने यसले तपाईँलाई एड अप्सन दिन्छ कि तपाईँले सर्टिफाइड मान्छेलाई त्यसको प्रिन्ट र डाउनलोड गर्ने अप्सन दिनेछ जति पनि डेलिगेट्स हुनेछन् र त्यो सर्टिफाइड लिस्टले तपाईँलाई त्यो जानकारी दिनेछ। अर्को प्रश्न भनेको त्यो असाइनमेन्ट जोन पर्सनको असाइनमेन्टबारे क्वेसन हो कि एकभन्दा धेरै जोन पर्सनहरू असाइन हुन सक्छन् जोन पर्सनहरूलाई असाइन गर्नको लागि। तिनीहरूले एउटा मात्रै चेयरपर्सन मात्रै असाइन गर्न सक्नेछन्। अर्को प्रश्न भनेको त्यहाँ एकजना लाइनहरू हुनुहुन्छ उहाँहरूले तपाईँले बजेट अमाउन्ट कसरी हेर्नुभयो त्यो नेभिगेट गर्न सकेनन्। मैले पनि थाहा पाएँ त्यसबारे। म फेरि एकचोटि त्यो ट्राई गरेर देखाउँछु। के तपाईँले मेरो स्क्रिन देखिसक्नु भएको छ? मैले यो देखाइरहेको थिएँ यो अपकमिङ हाम्रो कसरी आउँछ भनेर। र हामीले त्यो फिचर अझै बनाइरहेको छौँ, अझै त्यो लाइभ गएको छैन। त्यो लाइभ भइसकेपछि तपाईँहरूले देख्न सक्नुहुनेछ। र डिस्ट्रिक्ट गभर्नरको अनुसार तपाईँले आफ्नो बजेट प्राप्त गर्नुहुनेछ आउने वर्षको लागि। र एक्सपेन्स लिस्टिङहरू चाहिँ तपाईँले यहाँ साइडमा हेर्न सक्नुहुनेछ। र यहाँ भिन्न फिल्टर्सहरू पनि हुनेछन् जो तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँको बजेट के युज भइसकेको छ, के सबमिट भइसकेको छ र के अझै रिमेन छ बाँकी छ त्यो पनि हेर्न सक्नुहुन्छ तपाईँले। अर्को प्रश्न भनेको सबै एक्सपेन्सहरू हामीले एकैचोटि भर्नुपर्छ कि एउटा इभेन्ट्स भइसकेपछि हामीले त्यो गर्न सक्छौँ। तपाईँले एउटा इभेन्टको एक्सपेन्स चाहिँ तपाईँले एकैचोटिमा सबमिट गर्नुपर्छ।
जब म यो क्लेममा म फर्केर जान्छु फेरि जुनको अन्तमा, जब मेरो त्यो सबै जति पनि हाम्रो एक्सपेन्सहरू थिए म त्यो एन्टर गरेर भ्याउँछु, त्यो सब एड गरिसकेपछि मात्रै बल्ल मैले सबमिटको अप्सनमा चुज गर्नुपर्नेछ। त्यो महिनाको अन्तमा मात्रै मैले त्यो सबमिट गर्न पाउँछु। एक्सपेन्स क्लेमको अझै एउटा प्रश्न आएको छ, अझै एउटा क्वेसन आएको छ कि डिस्ट्रिक्ट ट्रेजररहरूलाई अप्सन हुनेछ? नै, डिस्ट्रिक्ट गभर्नरलाई मात्रै त्यो एक्सपेन्स क्लेम सबमिट गर्ने अप्सन हुनेछ। अझै एउटा क्वेसन छ, म डिस्ट्रिक्ट गभर्नरलाई कसरी इन्भोइस रेज गर्न सक्छु? म यो प्रश्नको उत्तर दिनलाई अझै एउटा कलिगलाई सोध्न चाहन्छु कि कोही हुनुहुन्छ त्यहाँ जसले मलाई मद्दत गर्न सक्नुहुन्छ। त्यहाँ के मेसेजेसहरू छन् च्याटमा पनि, फर्स्ट भाइस र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरहरूको तर्फबाट? यो सिस्टम फर्स्ट भाइस र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरहरूको लागि उपलब्ध हुनेछ जुलाई 1 पछि मात्र। र डिस्ट्रिक्ट गभर्नरहरूले त्यो डिटेलहरू पहिले प्रविष्ट गर्नुपर्नेछ। र त्यहाँ कुनै अतिरिक्त फङ्सनहरू पनि छन् जसले चाहिँ अप्रुभ गर्नको लागि हामीलाई त्यो उपलब्ध गराउनेछन्। त्यो अगस्तको अन्तिममा हामीले चाहिँ त्यो डिटेलहरू हेर्न सक्नेछौँ। र अगस्तको अन्तमा सबैजनाले आफ्नो भिजिटहरू गर्नुहुनेछ र त्यही अनुसार हामीले त्यो डिटेल हेर्नेछौँ। र फर्स्ट भाइस र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरले मात्रै त्यो डिटेल हेर्न सक्नुहुनेछ। अझै एउटा प्रश्न छ, उहाँहरूले आफ्नो डिभिजन प्रेसिडेन्ट चाहिँ रजिस्टर गर्न सक्नुभएको छैन। हामीलाई त्यसको लागि अझै डिटेल्सहरू चाहिएको छ। के तपाईँले त्यसको बारेमा जानकारी दिन सक्नुहुन्छ? के लायनहरू आफ्नो आफ्नै टाइटलहरू प्रविष्ट गर्न सक्छन् र मानिसहरूलाई सिलेक्ट गर्न सक्छन्? हो, उहाँहरूले चाहिँ त्यो टाइटल चाहिँ असाइन गर्न सक्नुहुन्छ जे पनि उहाँहरूले गर्न चाहनुहुन्छ। म एक्चुअली फेरि त्यो डिटेल देखाउन चाहन्छु। माई मेम्बरसिपमा क्लिक गरेर तपाईँहरूले चाहिँ कुनै पनि त्यो टाइटलहरू एन्टर गर्न सक्नुहुन्छ आफ्नो अनुसार। डिस्ट्रिक्ट गभर्नरले चाहिँ त्यो डिटेल्सहरू एड गर्न सक्नुहुन्छ। र कुनै पनि अफिसर जो पनि अलाउ हुनुहुन्छ त्यो असाइन गर्नको लागि, उहाँहरूले यहाँ क्रिएट गएर चाहिँ क्रिएट गर्न सक्नुहुन्छ। र कुन टाइटल हामीले सिलेक्ट गर्न चाहन्छौँ त्यो गर्न सक्छौँ। अफिसर हो कि चेयरपर्सन गर्ने हो त्यो हामीले गर्न सक्छौँ। अफिसर क्याबिनेटहरूको लागि हुन्छ र चेयरपर्सन चाहिँ अरू अन्य पोजिसनको लागि हुन्छ। र त्यसमा क्लिक गरिसकेपछि हामीले मेम्बर आइडी लेख्नुपर्छ। र मैले चेयरपर्सन सिलेक्ट गरेको थिएँ र त्यसपछि मैले नेक्स्टमा क्लिक गरेपछि जति पनि चेयरपर्सनको टाइटलहरू हुन्छ त्यो मैले सिलेक्ट गर्नुपर्छ जति पनि मलाई उपलब्ध छन् त्यहाँ। र यदि मैले यहाँ सिलेक्ट गरेँ भने त्यही अनुसार मैले डिटेल्स लेख्न सक्छु। यदि मैले अफिसर सिलेक्ट गरेँ भने
ती पोजिसनहरू तपाईँको क्याबिनेटको अनुसार नै देखा पर्नेछन् तपाईँलाई त्यहाँ। हामीले यो फिचरलाई पनि अपडेट गर्ने प्रयास गरिरहेको छौँ। जब तपाईँले असाइन गर्नुहुनेछ त्यति बेलासम्ममा यो उपलब्ध हुनेछ र यसमा इम्प्रुभमेन्टहरू पनि हुनेछन्। हामीले केही परिवर्तनहरू पनि गर्नेछौँ। तपाईँहरूले करेक्ट अफिसरहरू सिलेक्ट गर्ने यहाँ डिटेलहरू गर्नुपर्छ र त्यो करेक्ट लिस्ट तपाईँले छनौट गर्नुभयो भने अनुसार गर्न सक्नुहुन्छ। र अझै एउटा मसँग प्रश्न छ, के तपाईँहरूले यो रेकर्डिङहरू हामीलाई पठाउनु हुनेछ? एउटा लाइनको क्वेसन छ। हो, यो एउटा मिटिङ हाम्रो अलरेडी रेकर्डिङमै छ र हामीले यो रेकर्डिङ चाहिँ हामीले सबैलाई पठाउनेछौँ र यो रेकर्डिङहरू चाहिँ हामीले सबैसँग सेयर गर्नेछौँ। होइन, हामीले चाहिँ यो सबै हामीले यिनी भिडियोजहरू हाम्रो यो सबै युट्युबको एउटा हाम्रो लायन्सको पेज छ, त्यसमा चाहिँ हामीले अपलोड गर्नेछौँ। तपाईँले त्यहाँ हेर्न सक्नुहुन्छ। र मैले अझै केही प्रश्नहरू सोध्न चाहन्छु। भाइस डिस्ट्रिक्ट गभर्नरहरूले कसरी आफ्नो एक्सपेन्सहरू सब्मिट गर्न सक्छन्, त्यो प्रश्नहरू छन्, त्यो प्रकारको प्रश्नहरू छन्। र जसरी क्लबले भिजिट्सहरू गर्छ त्यसको रिइम्बर्समेन्टहरू कसरी अपलोड गर्न सक्छन् र क्लबले कतिवटा भिजिटहरू गर्न सक्छ, त्यसको लागि मलाई प्रश्न छ। सबैजनालाई नमस्कार। आजको सेसन जोइन गर्नुभएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद र सुन्नुभएकोमा र हाम्रो सेसन हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। र डिस्ट्रिक्ट गभर्नर एक्सपेन्स सबमिसन कसरी गर्न सक्छौँ भन्ने त्यो पनि हेर्नुभयो तपाईँले आज, जो हाम्रो नयाँ डिस्ट्रिक्ट गभर्नरहरूको लागि उपलब्ध हुनेछ 1 जुलाईबाट। र पहिलो प्रश्न थियो कि भाइस डिस्ट्रिक्ट गभर्नरको तर्फबाट र के उहाँहरूले पेपरबाट त्यो अनलाइन सबमिट गर्न सक्नुहुन्छ। र हामीले पेपर क्लेम्सहरू एक्सेप्ट गर्ने छैनौँ 1 जुलाईबाट। र वाइस डिस्ट्रिक्ट गभर्नर्सहरूले र फर्स्ट र सेकेन्ड वाइस डिस्ट्रिक्ट गभर्नरहरूले सबमिट गर्न सक्नुहुनेछ। जति पनि तपाईँले भिजिट्स गर्नुहुन्छ, जति पनि तपाईँको एक्सपेन्सहरू हुन्छ, त्यो तपाईँले सबै एक्सपेन्सहरू अनलाइन गर्नुपर्छ। त्यो अप्सन 1 जुलाईबाट उपलब्ध हुने छैन र हामीले तपाईँलाई भन्न चाहन्छौँ कि कृपया आफ्नो एक्सपेन्सहरू होल्ड गरेर राख्नुहोस्। यदि तपाईँको कुनै पनि एक्सपेन्सहरू हुन्छन् जुलाईमा, तपाईँले अगस्तको एन्डमा चाहिँ त्यो सबमिट गर्न सक्नुहुन्छ। एकदमै सुरुवातमा चाहिँ त्यो उपलब्ध हुँदैन र त्यही भएर जब हाम्रो एक्सेस आउँछ त्यति बेला चाहिँ हामीले तपाईँलाई इन्फर्म गर्नेछौँ र तपाईँले सोही अनुसार त्यो एक्सपेन्सहरू अपलोड गर्न सक्नुहुन्छ। हामी चाहन्छौँ कि तपाईँहरूले कुनै पनि पेपरको क्लेम्सहरू अपलोड नगर्नुहोस् अथवा नपठाउनुहोस्। अगस्तको अन्तिमतिर चाहिँ तपाईँले त्यो एक्सपेन्सहरू क्लेम गर्न सक्नुहुन्छ। र अर्को प्रश्न थियो हाम्रो क्लब भिजिट्सको बारेमा। त्यहाँ कुनै पनि म्याक्सिमम र मिनिमम, अधिकतम र न्यूनतम भन्ने कुनै पनि अप्सन हुँदैन बोर्ड पोलिसी अनुसार। तपाईँले आफ्नो अनुसार चाहिँ क्लब भिजिट गर्न सक्नुहुन्छ। आफ्नो डिस्ट्रिक्टको अनुसार कुनै पनि अधिकतम र न्यूनतम भन्ने कुनै सङ्ख्या हुँदैन। तपाईँले आफ्नो अनुसार जति पनि भिजिट्स गर्न चाहनुहुन्छ त्यो चाहिँ गर्न सक्नुहुन्छ भ्रमणहरू तपाईँको क्लबहरूलाई म्यानेज गर्नको लागि डिस्ट्रिक्टमा। र तपाईँको बजेटले कति चाहिँ त्यसलाई उपलब्ध गराउँछ, त्यही अनुसार चाहिँ तपाईँले त्यसको डिटेल्स अपलोड गर्न सक्नुहुन्छ।
र एउटा अझै प्रश्न थियो। र डिस्ट्रिक्टलाई चाहिँ एउटा अवार्ड पाउनुहुनेछ डिस्ट्रिक्ट अवार्डले उहाँहरूले कन्ट्रोल गर्नको लागि। डिस्ट्रिक्ट गभर्नरको बजेट जति पनि ट्राभल एक्सपेन्सहरू छन्, जति पनि एलिजिबल एक्सपेन्सेसहरू छन् त्यो सबै गर्न सक्नुहुन्छ उहाँहरूले। त्यसको लागि चाहिँ रिइम्बर्समेन्ट पाउन सक्नुहुन्छ र फर्स्ट र सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरहरूले पनि त्यही पाउनुहुनेछ। र जति पनि एलिजिबल जति पनि उहाँहरूले त्यो एक्सपेन्स भित्र पर्नुहुन्छ उहाँले त्यो सबै अपलोड गर्न सक्नुहुन्छ र त्यसको लागि रिइम्बर्समेन्ट प्राप्त गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कुनै पनि अन्य अन्य प्रश्नहरू, अन्य कुनै समस्याहरू हुन्छन् एक्सपेन्स क्लेमको लागि, तपाईँ चाहिँ मलाई अथवा मेरो कुनै पनि टिम मेम्बरलाई सम्पर्क गर्न सक्नुहुन्छ। कति क्लब्सहरू रिइम्बर्समेन्टको लागि अलाउड हुन्छन्? तपाईँले जति क्लब भ्रमण गर्न चाहनुहुन्छ त्यो तपाईँले गर्न सक्नुहुन्छ। त्यसको लागि कुनै पनि लिमिट छैन र तपाईँले त्यसको लागि मात्रै रिइम्बर्स गरिनेछ जुन तपाईँले क्लब आफ्नो डिस्ट्रिक्टभित्र गर्नुभएको छ भ्रमण, त्यसको लागि मात्रै रिइम्बर्स गरिनेछ। तर तपाईँले त्यसमा कुनै अधिकतम र न्यूनतम भन्ने सङ्ख्या हुँदैन। तपाईँले आफ्नो मर्जीअनुसार जति पनि क्लबहरू भ्रमण गर्न सक्नुहुन्छ। र म तपाईँ सबैजनाले जतिजनाले जोइन गर्नुभएको छ म सबैजनालाई धन्यवाद दिन चाहन्छु। र म आशा गर्छु कि तपाईँले आज धेरै कुराहरू सिक्नुभएको छ र तपाईँले एउटा अद्भुत वर्षको सुरुवात गर्नुहुनेछ भन्ने म आशा गर्दछु। र म तपाईँहरूलाई यो आग्रह गर्न चाहन्छु कि हाम्रो जति पनि रेकर्डिङहरू छन् त्यो हाम्रो लायन पोर्टलमा चाहिँ हामीले अपलोड गर्नेछौँ। लायन पोर्टलको युट्युब पेजमा हामीले गर्नेछौँ, लायन्सको पेजमा। त्यहाँबाट चाहिँ तपाईँले रेकर्डिङ्सहरू र यो सेसनको हाम्रो लाइभ सेसनको रेकर्डिङहरू त्यहाँ हेर्न सक्नुहुनेछ। क्लब मेम्बरसिप अप्रोचको मैले टाइटल हेरेन कि त्यो पछि गएर एड हुनेछ र मलाई त्यसको बारेमा जानकारी छैन कि त्यो टाइटल आउने छ कि आउने छैन, भविष्यमा आउँछ कि आउँछ छैन त्यसको जानकारी मलाई छैन। तर मैले चाहिँ त्यसको अवश्य जानकारी प्राप्त गर्नेछु, चेक गर्नेछु एकचोटि। एक वर्षको लागि क्लबको बजेट कति हुनेछ रिइम्बर्समेन्टको लागि?
यो प्रश्नको लागि धन्यवाद। त्यो बजेटहरू तपाईँ सबै जति पनि नयाँ डिस्ट्रिक्ट गभर्नर हुनेछ उहाँलाई जुलाईको अन्त्यमा तपाईँहरूले इमेल प्राप्त गर्नुहुनेछ। तपाईँको बजेट कति हुनेछ त्यो अनुसार तपाईँको डिस्ट्रिक्टलाई कति बजेट दिइनेछ त्यो तपाईँले जानकारी प्राप्त गर्नुहुनेछ जुलाईको अन्त्यमा। के यो पहिलोपटक हो कि एफइडिजी र एसपिडिजीहरू ले रिएम्बर्समेन्ट पाउनेछन्? जब म थिएँ त्यति बेला यो अप्सन थिएन। कि यो पहिलोपटक हो? यो लाइन पोर्टलमा चाहिँ पहिलोपट्टि हो, तर मलाई पहिलोचोटि हो। तर यो मलाई यसको बारेमा मलाई आइडिया छैन। म मिस्टीलाई सोध्छु एकचोटि। होइन, यो पहिलोपटक होइन। यसभन्दा पहिला पनि बोर्ड पोलिसी म्यानुअलमा थियो। फर्स्ट र सेकेन्ड डिस्ट्रिक्ट गभर्नरहरूले पहिला पनि रिइम्बर्समेन्टको लागि अप्लाई गर्न सक्नुहुने थियो। यो पहिलो वर्षको लागि फर्स्ट र सेकेन्ड वाइस डिस्ट्रिक्ट गभर्नरहरूले एक्सपेन्सेसहरू अनलाइन सब्मिट गर्नुपर्छ। तर क्लब भिजिट्स र अरू डिस्ट्रिक्ट मिटिङ्सहरूको लागि उहाँहरूले चाहिँ क्लब भिजिट्सको लागि चाहिँ उहाँले अलाउ गर्छ। यो उसले डिस्ट्रिक्ट गभर्नरले डेलिगेट गर्न सक्नुहुन्छ आफ्नो अनुसार आफ्नो वाइस डिस्ट्रिक्ट गभर्नर्सहरूलाई। र उहाँहरूले चाहिँ त्यो क्लब भिजिट्सहरू गर्न सक्नुहुनेछ डिस्ट्रिक्ट गभर्नरको बिहाफमा। म तपाईँ सबैजनाले जतिजनाले यो वेबिनार अटेन्ड गर्नुभयो सबैजनालाई धन्यवाद दिन चाहन्छु। र म आशा गर्दछु कि तपाईँले अत्यन्त महत्त्वपूर्ण जानकारी प्राप्त गर्नुभएको छ र आउने वर्षमा तपाईँले राम्रो कार्य गर्नुहुनेछ। र सबैलाई शुभरात्रि। सबैको दिन राम्रो होस्। धन्यवाद।